हो दाइ के को लागि हो यो के को लागि हो एयरपोर्ट एयरपोर्ट जानेको लागि के को रेली होइन अब जिल्ला प्रहरीबाट हामी चाहिँ अब निस्किसक्यौँ अब यता हेर्दाखेरि हजारौँ केसहरू मलाई थाहा हैन कोही साथीले हाम्रो एकदमै सरकारहरू जानु हुनुहुन्छ यहाँलाई चाहिँ अझ किन के गर्नुपर्छ धेरै के गर्नुपर्छ सो यही हो एकदमै पिस यही हो तपाईँको माइती घर जो आन्दोलन हुन्छ एकदमै बवाल तरिकाले सो यही रहेछ ठाउँ आएको बवाल तरिकाले हेरियो है कस्तो यस्तो रहेछ हेर्न सक्नुहुन्छ माइती घर यहाँनिर आन्दोलन गरिन्छ हेर्न सक्नुहुन्छ गाइस हरेक प्रकारको कुनै पनि एकदमै प्रब्लम हुँदाखेरि चाहिँ आन्दोलन गर्ने यस्तो कार्यक्रम यहाँ चल्छ सो फाइनल एकदमै माइती घरको दर्शन चाहिँ हामीहरू गरिरहेछौँ गाइस हरेक चिजहरू एकदमै यहाँनिर एकदमै आन्दोलन बवाल तरिकाले चल्छ फेरि होइन केही प्रब्लम पऱ्यो भने एकदमै आन्दोलनहरू एकदमै जिन्दाबाद मुर्दाबाद यस्तो अक्रम पक्रम होइन सब कुरा चल्ने भने यही हो क्या यही पिस हो पारी रहेछ वकिल कार्यालय जिल्ला कार्यालय होइन सो सब थोक फरक पर्दैन यही हो माइती घर भनिन्छ अनि चाहिँ यहाँनिर चाहिँ हरेक प्रकारको एकदमै आन्दोलनहरू जस्तै कुनै पनि प्रब्लम भयो भने आन्दोलन गर्ने कार्यक्रम चाहिँ यहाँ चल्छ गाइस प्लेस यस्तो रहेछ आज चाहिँ त्यस्तो केही पनि आन्दोलन भइरहेको छैन खास हामी चाहिँ म चाहिँ त्यसकै सिलसिलामा हिँडिरहेको थिएँ गाइस हो अनि यता पनि रहेछ सट यसरी होइन सो यहीँ हो एकदमै आन्दोलन हुने एकदम एभ्रिथिङ जिन्दाबाद मुर्दाबादको नाराहरू लाग्छ गाइस सो ठाउँ हो माइती घर भनिने हो यहाँनिर झन्डा चाहिँ दुइटा हाम्रो सम्झी चाहिँ त्यहाँ हिँडिरहनु भएको छ खै गाह्रो छ कुटेश्वर माइती घर यहीँ हुन्छ आन्दोलन बवाल तरिकाले गाइस हो गर्ने हो सम्झने आन्दोलन गर्ने हो गर्ने हो त आन्दोलन गरम गरम तपाईँ पैसा फन्ड गर्नु परेन सो अब हामीले टाल परेपछि यहाँ पैसा खाइदिएको दलालहरू सम्झीको लागि पनि मान्छे बेला पकेट जिन्दाबाद मुर्दाबाद गर्नुपर्छ है सम्झी हो कि होइन गर्नु पऱ्यो नि यार के पानीले के घुमाउनु पर्छ भन्ने कुरा थाहा छ नि तपाईँलाई सही हो अझ किन के गर्नुपर्छ धेरै के गर्नुपर्छ सो यही हो एकदमै पिस यही हो तपाईँको माइती घर जो आन्दोलन हुन्छ एकदमै बवाल तरिकाले सो यही रहेछ ठाउँ आएको बवाल तरिकाले हेरियो है कस्तो यस्तो रहेछ वास घन्टा So guys, it's your mighty God, so see you in our next video. Bye. पारी रहेछ वकिल कार्यालय जिल्ला कार्यालय होइन सो सब थोक फरक पर्दैन यही हो माइती घर भनिन्छ अनि चाहिँ यहाँनिर चाहिँ हरेक प्रकारको एकदमै आन्दोलनहरू जस्तै कुनै पनि सो हेर्न सक्नुहुन्छ गाइस यहाँनिर के चिजको चाहिँ एकदम नेपाली झन्डा फरफर फहराउने एकदमै यहाँनिर आन्दोलनहरू भइरहेछ के अझै तरिकाले एकदमै बवाल तरिकाले सब कुरो चलिरहेछ के चिजको एकदमै नेपाली झन्डाहरू एकदमै चलिरहेछ यहाँनिर होइन माइती घरमा चाहिँ केही अब त्यस्तो केही देखेको थिएन तर बिस्तारै यहाँनिर चाहिँ एकदमै बवाल तरिकाले एकदमै झन्डाहरू देख्न पाइरहेको छु हामीले हेर्न सक्नुहुन्छ हाम्रो एकदमै अगाडि चिजहरू बवाल तरिकाले
हो दाइ के को लागि हो यो के को लागि हो एयरपोर्ट एयरपोर्ट जानेको लागि के को रेली हो त खास के राजाको लागि हो राजा आउने हुनुहुन्छ पौराणिक टेपेर यहाँ चाहिँ हाम्रो चाहिँ बबाल टोटेकाले हानेर एयरपोर्ट जाने हुनुहुन्छ हेर्नु सक्नुहुन्छ है गाइस वालचल राजाको लागि हानेर बबाल चलिरहेछ फेरि अर्ग्यानिक कुरा एकदमै कट्रा हो गाइस हाम्रो अर्को राजा फेरि यहाँ बस्नु भएको छ हाम्रो राजा अबै मानिसहरू राजाको लागि एकदमै यहाँ वेलकम गर्नको लागि यहाँहरू जाँदै हुनुहुन्छ एकदमै बबाल टोरेकाले सो ओके छ नट ब्याड गाइस नेपाली भनेको एक हो कि सबैले एकदम त्यही बराबरको सुविधा चाहिँ आउनुपर्ने खासमा यहाँ चाहिँ ठुल्ठुलो नेता अनि सबलाई चाहिँ सब कुरा सुविधा अरूलाई चाहिँ इन्डिया गरेर चाहिँ पठाइदिन्छन् यहाँ विदेशी हाम्रो एकदमै सरकारहरू जानु हुनुहुन्छ यहाँ चाहिँ गाई चिल भएर हामीहरू चाहिँ एकदमै घाम तापिरहेको छौँ आज काम के छैन आज त्यस कारणले हर्कटहरू देख्न आइरहेको थियो हर्कट त्यस्तो केही भएको छैन अगाडि बबाल टोरेकाले हेर्नेर अरे बो भइरहेछ यस्तो पनि सब कुरा हुन्छ